र नमस्कार मित्रहरू, यो भिडियो हेर्दाखेरि अति नै भकानाहरू छुटेर आउँछ, सम्झनाहरू आइरहन्छ। आजभन्दा 2 वर्ष अगाडि हामी सबै परिवार, दाजुभाइ, छोराछोरी, आमाबाउ भेला भएर एउटा रमाइलो दिवाली मानेको थियौँ। र जस्तै हामी 3 भाइमा नानीहरू सबै नाचेको थिए र म पनि गङ्गटा जस्तो नाचेको रहेछु र यसमा माइलो भाइ र अति नै फुर्ती गरी चाहिँ कान्छो भाइ नाच्नु भएको थिएछ। र आज कान्छो भाइले चाहिँ आज 2 वर्ष बादमा नभेटेको धेरै बादमा एकैचोटि उहाँको पार्थिव शरीर मात्रै देख्नु पाइयो। र आज उसको डान्सहरू हेर्दाखेरि मलाई धेरै भकानाहरू छुटेर आउँछ। जे उसको भाग्य नै यति होला र उसको आत्माले शान्ति पाओस्, सधैँ सम्झना रहिरहनेछ हामी पनि कति दिनसम्म। र हेर्नु नभुल्नु होला मित्रहरू, यो भिडियो कस्तो लाग्यो अवश्य पनि राम्रै लाग्छ लाइक कमेन्ट गर्नु नबिर्सिनु होला भन्दै धन्यवाद। र धन्यवादको साथसाथै मित्रहरू, यो भिडियो राख्न चाहन्छु सम्झनाको साथै भकानाको साथै लाइक कमेन्ट गर्नु नबिर्सिनु होला, लाइक सेयर गर्नु नबिर्सिनु होला, यो भिडियो चाहिँ सेयर गरिदिनु होला। धन्यवाद।